हामी हेर्न सक्छौँ यो दृश्यमा अहिले नेपाली सेनाको पेट्रोलिङ यो सीमावर्ती क्षेत्रमा भइरहेको छ। यो चाहिँ कहीँको नभई विराटनगरसँग जोडिएको जोगबनी नाकामा हामी हेर्न सक्छौँ। अहिले यतातिर सशस्त्र प्रहरी तैनात रूपमा चाहिँ उहाँहरू ड्युटीमा खटिराख्नु भएको छ भने त्यसै गरी भारततर्फ एसएसबी जवानहरू चाहिँ अहिले तैनाती अवस्थामा रहेका छन्। यही आगामी फागुन 21 गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनलाई लिएर यतिखेर नेपाली सेना चाहिँ फिल्डमा उत्रिएका छन्। दर्शकबिन हामी यहाँलाई देखाइरहेको छौँ। अहिले यो दृश्य हेरौँ। अहिले गाडीको यो लड्को लाइन लागिरहेको छ। यो नेपाली सेनाको गाडी रहेको छ। दर्शकबिन हामी यहाँलाई जानकारी पनि गराइरहेको छौँ। कसैले पनि अवांछित गतिविधि गरे अर्थात् त्यस्ता गतिविधिमा संलग्न जो कोहीलाई पनि कारबाही गरिने भन्ने कुरा चाहिँ जिल्ला प्रशासन कार्यालय मोरङले जानकारी गराइसकेको छ र अहिले हामी यहाँलाई यो दृश्य देखाइरहेको छौँ। हेर्नुहोस्, यो गाडीमा चाहिँ जति पनि गाडी देखिराख्नु भएको छ यो सबै नेपाली सेनाको गाडी रहेको छ र अब मात्र यो आजदेखि चाहिँ भनौँ न हिजो राति 12 बजेदेखि मौन अवधि सुरु भइसकेको छ र यो मौन अवधि सुरु हुन लगतै नेपाली सेनाको अहिले पेट्रोलिङ यो सीमावर्ती क्षेत्रमा भइरहेको छ र यो निर्वाचन जसरी पनि एकदम शान्तिपूर्ण भइरहेको र सफलतापूर्वक सम्पन्न गराउनका लागि चाहिँ नेपाली सेना यतिखेर यो सीमावर्ती क्षेत्रमा पेट्रोलिङ गर्नका लागि चाहिँ यहाँ आइपुग्नु भएको छ। हामी यहाँलाई अहिले यो सीमावर्ती क्षेत्रबाट यो 3 नम्बर ढाड यो 2 नम्बर ढाड रहेको छ। दर्शक माफ गर्नुहोला, यो 2 नम्बर ढाडको दृश्य हो। थोरै यतातिर गइदिनु होला। यो 2 नम्बर ढाडको दृश्य देखाइरहेको छौँ। अहिले यो ढाड लागेको छ। यो सिल बन्द गरिएको थियो। ढाड हिजो राति 12 बजेदेखि 72 घण्टाका लागि यो ढाड बन्द गरिएको थियो र अहिले भर्खरै नेपाली सेनाको गाडी हामी हेर्न सक्छौँ पेट्रोलिङ भइरहेको छ। पेट्रोलिङका क्रममा चाहिँ अहिले भर्खरै सीमावर्ती क्षेत्रमा उहाँहरू आइपुग्नु भएको छ र अब यसरी नै उहाँहरू अब निरन्तर पुनः विराटनगरतर्फ फर्किने भन्ने हामीलाई जानकारी प्राप्त भएको छ र हामी यहाँलाई चाहिँ अहिले ब्रेकिङको लाइभ अपडेट मार्फत यहाँलाई जानकारी गराइरहेको छौँ। यही आउने फागुन 21 गते अब मात्र आज 19 पर्सि चुनाव भइरहेको छ यो देशमा र यो चुनावलाई लिएर नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, त्यसै गरी निर्वाचन प्रहरी अहिले एकदमै व्यापक रूपमा चाहिँ यो देशमा विभिन्न मतदान केन्द्र लगायत विभिन्न ठाउँमा चाहिँ परिचालन गरिएको छ र सो परिचालनको क्रममा अहिले नेपाली सेना यसरी अहिले यो हामी गाडी हेर्न सक्छौँ। नेपाली सेना चाहिँ अहिले पेट्रोलिङकै क्रममा अहिले सीमावर्ती क्षेत्र नेपाल भारतको यो जोगबनी नाकामा आइपुग्नु भएको छ। हामी यहाँलाई अहिले देखाइरहेको छौँ। यो गाडीको लड्को हेर्न सक्छौँ। यो ढाड सिल गरिएको छ। यो ढाड हिजो मात्र 12 बजे रातिदेखि सिल गरिएको हो 72 घण्टाका लागि र अब उहाँहरू सोध्ने क्रममा हुनुहुन्छ। यो ढाडबाट चाहिँ उहाँहरू अब बाहिर निस्किने प्रयासमा हुनुहुन्छ र माथि उहाँहरू पर्मिसन लिँदै हुनुहुन्छ र हामी यहाँलाई जानकारी पनि गराइरहेको छौँ। र यतातिर दृश्यमा देखाउँ, एकदमै सुनसान छ। अब मौन अवधि देशमा सुरु भइसकेको छ। यहाँहरूलाई हामी जानकारी गराइरहेको छौँ। मौन अवधि सुरु भइसकेको छ र यो मौन अवधिमा कसैले पनि चुनावी प्रचार प्रसार अर्थात् भोट माग्न कदापि पाइँदैन। त्यसैले यी कुराहरूलाई मध्यनजर गर्दै हामी यहाँलाई यो प्रत्यक्ष प्रसारण देखाइरहेको छ। दर्शक ढाड खोलिरहेको छ। हामी यतातिर देखाउँ। ढाड अहिले खोल्न गइरहेको छ। उहाँहरू अनुमति लिएर चाहिँ ढाड खोलिराख्नु भएको छ। हामी अहिले यो दृश्य यहाँलाई देखाइरहेको छौँ। त्यसै गरी अब यो ढाड खोलेर चाहिँ नेपाली सेना पुनः विराटनगरतर्फ फर्किने भन्ने हामीलाई सूचना प्राप्त भएको छ। हामी अहिले यो दृश्य देखाइरहेको छौँ। फेरि पनि यहाँहरूलाई हामी अपडेटको साथ उपस्थित हुने नै छौँ। ब्रेकिङ नेपाल न्युज हेर्दै गर्नुहोला। क्यामेरा पर्सनको साथ म दिपेन्द्र शाह, विराटनगर जोगबनी नाकाबाट।